विराटनगरका व्यापारीहरूले दशैं तिहारमा अपेक्षाकृत व्यापार नभएको गुनासो गरेका छन्। उनीहरूले 2 देखि 4 रुपैयाँ कम नाफामा समेत सामान बिक्री गर्न खोजे पनि व्यापार नबढेको बताएका छन्। यसको प्रमुख कारण जोगबनीबाट हुने अवैध आयातलाई व्यापारीहरूले देखाएका छन्। पहिलेको तुलनामा व्यापार निकै कम भएको र चाडपर्वको मौसममा समेत आशातीत व्यापार नभएको उनीहरूको भनाइ छ। व्यापारमा आएको मन्दीले उनीहरूको आम्दानीमा समेत असर परेको छ। सरकारले अवैध आयात नियन्त्रण गर्नुपर्ने र व्यापारिक वातावरण सुधार गर्नुपर्ने उनीहरूको माग छ। यसले विराटनगरको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ। व्यापारीहरू आफ्नो व्यवसाय जोगाउन सङ्घर्ष गरिरहेका छन्। चाडपर्वको समयमा हुने व्यापारमा आएको गिरावटले उनीहरूको आर्थिक अवस्थामा ठूलो असर परेको छ। उनीहरू सरकारबाट सहयोगको अपेक्षामा छन्। विराटनगरका व्यापारीहरूले किन यसपालि राम्रो व्यापार गर्न सकेनन्? आफ्नो विचार कमेन्ट गर्नुहोस्।